ल फाइनली गाइजहरु हाम्रो चाहिँ यो दशैंको टीका सुरु भइसकेको छ। तपाईहरुकोतिर कस्तो छ तपाईहरुले आफ्नो प्रतिक्रिया दिनु होला। हाम्रो अहिले बुवाले मम्मीलाई टीका शुभारम्भ गरिसक्नु भएको छ। बुवा ह्यापी दशैं। थ्याङ्क यू मम्मी ह्यापी दशैं। ल फाइनली गाइजहरु हाम्रो चाहिँ शुभ विजयादशमी 2082 को शुभ साहित्यमा टीका लाउने कार्यक्रम सुरु भइसकेको छ। तपाईहरुले देख्न सक्नुहुनेछ हाम्रो ह्यापी दशैं। भिडियो अलिकति ढिलो खिच्न थाले, दाजुले यहाँ लाएर यता बसिसक्नु भएको छ। गाइजहरु ठुलो दाजु माइलो दाजु म परे साइला। अब मेरो पालो आउँछ, हेर्नु होला गाइजहरु। यता कान्छो तेरो पालो अन्तिममा आउँछ। ल गाइजहरु अब म चाहिँ टीका लाउने मेरो पालो आइसकेको छ। अब म टीका ग्रहण गर्नतिर लागिरहेको छु, हेर्दिनु होला कृपया। फोटो त कतैबाट नखिचिने भयो नि त। के छ दाजुजी? ज्यान त फेरि झन् लागेको छ त। ठिकै छ। सुन्दर कहाँ हो? छिराइकन के गर्यो? सुन्दर त आउनु न ल। मैले टीका लाइसकेको छु, मेरो पालो सकिसकेको छ। अब भने मेरो बहिनीको। के हो स्पेशल के छ कि क्या हो? ल है झोला बत्ती लगायो, दक्षिणा अलिकति जोरतिरै तयार गर्नु पर्ला। मेरो बहिनीको पालो अहिले। पर्फेक्ट। अनि भाउजूहरू सबै लाइसक्नु भएको र? लाएको छैन दबा ठुली भाउजू। अनि ठुली भाउजूहरूलाई लाइदिनु नि। ठुली भाउजूलाई कोही लाइदिनु। ल साथीहरु, बीच-बीचमा हाम्रो फोटो सेसन कार्यक्रम पनि रहनेछ। अब यहाँनेरि चाहिँ पालो सिस्टम हुन्छ। पालो सिस्टममा मान्छेहरू चाहिँ आइ नपुग्दाखेरि हाम्रो फोटो सेसन कार्यक्रम रहन्छ। मेरो बहिनी आइपुगेकी छिन्, बखतमा आइपुगेको छु। माइतीबाट आइपुगेकी छिन्। यहाँ घरमा टीका लाइवरी यहाँ आइसकेकी छिन्। उनी कति त पक्क बोलेर आएकी छिन्। मेरो बहिनी हेर्नु साथीहरु, हाम्रो दाजुभाइहरू मध्ये सबैभन्दा बडी बिल्डर ह्यान्डसम काइलो मेरो भाइ भर्खर आइपुगेको छ। ल यो हाम्रो सुन्दर प्रधान अहिले बुवा मम्मीको हातबाट टीका ग्रहण गरिरहेको अवस्थामा छ। पाँच भाइ मध्ये सबैभन्दा कान्छो जीवन प्रधानको पालो आइसकेको छ। सबैभन्दा कान्छो हो, तर यसले अलि बढी सुख पाएर सबैभन्दा हलक्क बढेर सबैभन्दा अल्गो भयो।
सबैको प्यारो भयो, मिठो मसिनो खान पायो। पकाएर पनि म हो फेरि छोरी दिदी अलिकति गुनासो हुन्छ र अन्त सबै मैले अघि पनि भनेको थिएँ साथीहरूलाई हाम्रो बिचबिचमा फोटो सेसन कार्यक्रम पनि चलिरहेको छ भनेर। अहिले पनि हाम्रो फोटो सेसन कार्यक्रम चलिरहेको छ। यता छ मेरो छोरो। हेलो अजन प्रधान, हाई। ल अब यहाँ चाहिँ फोटो सेसन हुन गइरहेको छ 5 जना दाजुभाइको टक्क। ल मेरो छोरा, मेरो छोरी। हेलो, ह्याप्पी दसैँ सानो। ल 5 जना छोराहरूको 5 जना बुहारी चाहिँ अहिले आउने क्रम जारी छ। माइली बुहारी, साइली बुहारी, काइली बुहारी, जेठी बुहारी, जेठी भाउजू। यहाँ कान्छी बुहारी आइरहेकी छिन्। केही देखेको छैन, क्यामेरा उता छ। ल अहिले चाहिँ तपाईँहरूको म्याडम यानि कि मेरो श्रीमती उहाँको पालो आइसकेको छ। साइली बुहारी, साइली बुहारी जमुना प्रधानको पालोमा अहिले बुहाहरूको टिका लगाइदिइराख्नु भएको छ। यो बुढी अगाडि आएपछि अलिअलि जिब्रो पनि लटपटिँदो रहेछ, के हो? हाम्रो घरको जेठी छोरी सम्झना प्रधान 12 वर्ष बुटो नागेर फुत्त माइती आइपुगेकी छिन्। आमा कसैले निकाल्ने बेला मोबाइलको चाहिँ ल कान्छी छोरी काइली बुहारीको पालो अहिले आइसकेको छ साथीहरू। ल विजयादशमीको शुभकामना यहाँहरू सम्पूर्णलाई फेरि पनि शुभकामना। अहिले चाहिँ साथीहरू हाम्रो कान्छी बुहारीको पालो आइसकेको छ। मम्मीहरू कान्छी बुहारीलाई टिका लगाइदिनलाई मम्मी बुवा एकदम उत्साहित हुनुहुन्छ। नानीको पैसा हाल्नु ब्याग छैन। ल अहिले चाहिँ फाइनल्ली मेरो छोरा यो घरकै जेठो नाति अजन प्रधानको पालो आइसकेको छ। मलाई देखेर कोही पनि भ्रममा नपर्नु होला। म किनकि भर्खरको छु, कोही पनि भ्रममा नपर्नु होला। मेरो छोरो यत्रो छ, तपाईँहरूले ममाथि केही आशा नराख्नु होला। मैले तपाईँहरूलाई अघि पनि भनिसकेको छु बिचबिचमा हाम्रो फोटो सेसन कार्यक्रम पनि रहिरहनेछ भनेर। यो अहिले फोटो सेसन कार्यक्रम भइरहेछ। 5 जना बुहारी, 1 जना मेरो जेठी बहिनी, जेठी छोरी। ल हेर्नु साथीहरू, देख्नु सक्नुहुनेछ तपाईँहरूले घरको मूल घरमा बस्ने मूल नातिको पालो आइसकेको छ। सक्षम प्रधानको पालो आइसकेको छ अहिले। निहुरिँदैछ अनि
अजनले ढोकेन कहाँ अब सबैले ढोक्छ तँलाई सुताउनु। अनाले नि हुने हो ल अहिले चाहिँ फाइनल्ली मेरो छोरी यानि कि यो घरको जेठी नातिनी को पालो आइसकेको छ। यहाँ म लगाइदिन्छु यसरी यहाँ आऊ त चलाउनुपर्छ भने चलाउनुपर्छ यहाँ आऊ होइन भनिसकेको छु मैले मेरो छोरी संसारकै राम्री मेरो मुटुको टुक्रा उसको पालो आइसकेको छ अहिले एकदम अझ अझीको हातको आशीर्वाद सँगसँगै यो विजया दशमीको टिका ग्रहण गरिरहेकी छिन् अहिलेको अवस्थामा। तपाईँहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ अन्तिम समय हेर्नु होला। हाम्रो अझै भिडियो अहिले अलि अझै लामो रहनेछ हाम्रो भिडियो। मेरो छोरीले उठेर सम्पूर्ण म्यानेजरलाई ढोक्ने कार्यक्रम अब रहेको छ। हेलो अनि ढोक्दै जाऊ न उताबाट सबैले एकैचोटि ढोक्दै त आऊ न कोही भएन हाम्रो भाग्य मान्दैन हो मामले पनि बाबालाई र दादालाई ढोक्नु बाँकी रहेको अवस्था छ। बिर्सिनु सक्छ, धेरैजनालाई ढोक्नु पर्ने हुन्छ। धेरै भाग्यमानी हुनु मेरो छोरी, धेरै आशीर्वाद छ। यता अहिले हाम्रो घरको जेठी छोरीको जेठो छोरो यानि कि हाम्रो भान्जाको पालो आइसकेको छ। साथीहरू तपाईँहरू देख्न सक्नुहुनेछ हाम्रो भान्जा चाहिँ एकदम छ्याङ्गो हुनुहुन्छ। भान्जालाई पनि यो विजया दशमीको धेरै शुभकामना छ। थ्याङ्क यू पाजी भन्देऊ न काइदा हिजो शीतल थियो हाम्रोतिर ल हाम्रो घरको अहिले टिका ग्रहण कार्यक्रम चाहिँ भान्जाबाट हाम्रो अन्तिम भइसकेको छ। आजको कार्यक्रम हाम्रो टिकाको कार्यक्रम अन्तिम भइसकेको छ। अब भने हाम्रो फोटो सेसनको कार्यक्रम रहनेछ। ल साथीहरू पहिला भाग्यमानी हुनु। ल पहिला चाहिँ हाम्रो गाउँमा हुँदाखेरि चाहिँ घरमा टिका लाएर एकचोटि खोले घाँस गर्ने चलन थियो। अहिले त्यो अवस्था छैन हाम्रो। अहिले हामी अलिकति यहाँ पुगिसकेका छौँ साथीहरू। पहिला चाहिँ हाम्रो चाहिँ गाउँमा हुँदाखेरि चाहिँ घरमा टिका लगाइसकेपछि घाँस खोले पानी गरेर अनि हाम्रो अन्त टिका लाउन जाने कार्यक्रम रहन्थ्यो। अहिले त्यस्तो छैन। अहिले भनेको हामी चाहिँ अब यहाँ घरमा टिका लगाइसकेपछि फोटो सेसन कार्यक्रम गरेर हामी अब केही मुखचुठो लाउनुपर्छ भन्ने हाम्रो पुरानो रीति अनुसार हामी अहिले अब टिका लगाइसकेर मुखचुठो कार्यक्रम गर्नेछौँ। त्यस पछाडि भनेको अनि हामी आफ्नो दाजुभाइकोमा टिका आशिष प्रदान गर्न हामी यहाँबाट निस्किनेछौँ साथीहरू। ल अहिलेलाई अब हाम्रो कार्यक्रम रहनेछ फोटो सेसन। एकछिन है, सरी भिडियोमा भएछ। मैले तिम्रो लागि छोराको भूमिका निर्वाह गरेर बसिरहेकी थिए।
त्यस्तो होस् त भन्दिनँ म होइन भन्न पनि गर्नुपर्छ त्यतातिर पनि यसो ध्यान जाओस् नवदुर्गा भवानीको आशीर्वाद तिमीलाई लागोस् कसैले केही भन्दैन हाम्रो 10 वर्ष अगाडि त के भक्कट हेर्नु हैन ज्ञानी छ मेरो बाबु कति चिसो रहेछ यहाँ छ पानी दाजु त झ्याल छोड्नु न साह्रै गर्नु त्यो असर गर्छ कि त्यही तपाईँबाट भयो भने अघिको पानी खोइ यहाँ छैन म यो धेरै जुत्ताको दाम त सक्नै किन्छ जुत्ताको दाम त सक्नै किन्छ जुत्ता आफै हिँड्दैछ आफै टिका लगाउनु बोक्नुपर्छ हुन उता आँखा दुखेर के भयो आज खिच्यो होला मलाई त जमुना आऊ टिका लगाइदिनु बिर्सेछु गाडी मेरो बुढी तिमीलाई सधैँ म स्वस्थ देख्न पाऊँ तिमी हाँसी संसार नवदुर्गा भगवानले तिमीलाई सधैँ रक्षा गरोस्। किचन मान्छे किचन अनि नयाँ जुत्ता भनेर चाहिँ खुट्टामा
जुत्ता से निकाल दे क्या तिमी ये इसका नीचे है इसका नहीं जुत्ता से निकाल कहिले आउनु कहीं यहाँ